After long time back, welcome back to my new vlog. आज भने चाहिँ म साम्चीबाट घर जाँदैछु तादिङ अन द वे यहाँ पुगेको छ। ग्लभ चाहिँ यहाँ पुगेको रेनकोट यो चाहिँ बाइकको यो भिजेकोले गर्दा रडी भएको खतरा काम गरेँ अहिले पनि गर्छु तर अल्छी लाग्दो रहेछ अहिले यहाँबाट चिनी क्या दाम देख्छ र अहिले गाडी आयो भने चाहिँ अलिक रड्डी हुन्छ क्या साम्चीको चाहिँ यस्तो छ भ्यू चाहिँ गरम भएर आएछ अरे मेरो वापहरू came to here with it this तल चाहिँ I think डाइना फ्याक्ट्री हो यहाँबाट क्लियर नदेख्दो रहेछ तर प्लट आइरहेको दिस अहिले भने चाहिँ हाफवे आइपुगेको छ गाइस न अब चाहिँ म भ्यू पोइन्टमा देखाउँछु तपाईँहरूलाई भ्यू पोइन्टमा मगाउँदैछ नि देश डाइना फ्याक्ट्री आई गेस अब चाहिँ यहाँबाट सेकेन्ड जोन यस्तो रहेछ यहाँ चाहिँ मेरो फोनबाट चाहिँ राम्रो क्याप्चर हुँदैन रहेछ तर यहाँबाट चाहिँ दामी देखिरहेको बल देख्दैन हेलो गाइस अहिले चाहिँ म फाइनली भ्यू पोइन्टमा निस्क्यो पुगिसकेको छ यस्तो दामी छ कि भ्यू पोइन्ट चाहिँ मेरो भाइ चाहिँ त्यहाँ छ अनि अहिले भने चाहिँ भ्यू पोइन्टमा पुगेको छु हेरिहाल्नुहोस् सो यहाँबाट त म घर पुग्नु 30 मिनट जस्तो पनि लाग्दैन त्यो चाहिँ भ्यू तपाईँहरूलाई एकदम देखाइहाल्छु भोपालको छ कि मेरो भाइ चाहिँ त्यहाँ छ यो घरमा पुगेर फेरि यस्तो काम गर्नुपर्छ कि मान्छेले ब्लुबेरी फ्लेभर खाइन्छ हो म चाहिँ खाँदिनँ नि फेरि मेरो भन्छ होला नि फेरि यस्तो सो गाइस मेरो भिडियोमा सब्सक्राइब लाइक एन्ड कमेन्ट एन्ड सेयर गर्नु नबिर्सिनु होला है क्युट ब्याग छ हेलमेट अनि मेरो ग्लोभ र उयोहरू चाहिँ यहाँ छ अनि बाइक चाहिँ Now I'm moving again अफमानले गरेर घुम्नुपर्छ कि के भएर घुमेर जानु अलिक राम्रो मेरो गर्लफ्रेन्डहरू राम्रो होइदियोस् भनेर प्रे गर्नु दामजाजा भन्छ नि 12.7 किलोमिटर छ अस्ति चाहिँ लास्ट बाटो बनाएर यस्तो भएको छ
बाटो बनाइ दामी भएछ भनौँ उता त हिलो छ नि हिजो पानी पऱ्यो कि कति गऱ्यो यहाँ हो फर्स्ट पूजा गर्छ यहाँ चाहिँ पूजा गर्छ देखिनुहोस् मैले तैँलाई चाहिँ नगरिदिनुहोस् यो बाटोमा चाहिँ यहाँनिर कसै नयाँहरूलाई थाहा हुँदैन होला सो इफ युआर गोइङ थ्रु माई भिडियो चाहिँ यता ठुलो गाउँ छ टोटल हाउस होल्ड चाहिँ थिएनतिर समथिङ सो यहाँ चाहिँ मेरो घर सानो गाउँ नि दिपा गयो दिपा यो चाहिँ अब मेरो ब्रदरको घर पनि बनाउँदैछ त्यो छ त्यहाँबाट चाहिँ दामी खान्छ मेरो घर पनि मेरो पासको सब्जीको दिन मिठो आयो त छाना भन्ने सब्जीको गन्ध मिठो आउँदैछ त यो चाहिँ मेरो घर अनि यो मेरो मगरबारी मेरो खिर्की यो मगर खायो भनेको Okay, finally I reach home safely. मेरो आउटलुक हेर्ने म यो चाहिँ मेरो घर मेरो घरमा मेरो काम चाहिँ छैन भनौँ न हुने गेटिस बोकेको गेटिस पहिला त खतरा चरा मारिदिन्थ्यो नि अब चाहिँ सेउला पुग्नु जाँदैछु आमा कुन चाहिँ कम्फोर्ट लाउने यो रेड चाहिँ अब यस्तो चरा मान्नु जाँदैछ झोला बोक्नु उनीहरूले त किनिहाल्छ नि राम्रो रहेछ त्यो त मेरोमा जाँदैछ अनुजबारी मकैबारी यो चाहिँ अदुवाबारी आज काम चाहिँ यहाँ रोप्नु पर्नेछ सक्नु आँटेछ नि यति चाहिँ सकेको छ जस्तो देख्दैछ आजको मेरो ब्लग चाहिँ जान्दैन अन्त मैले भाइ लाउन आमाले जान्दैन भन्दैछ आमाको भेटे बनाइदिनु पर्ने छ नि त त्यही कतिको छेउला काटेको छ नाउ भाजी लगाएर चाहिँ रेडी भइसक्यो यहाँनिर छ बैले कन्ड घोट्नै रहेछ त्यो होइन यहीँ हुन्छ ठिकै छोड्दै गाउँले लाइफ चाहिँ यस्तो छ यहाँ लिइराख्यो फेरि छ अहिले भने चाहिँ बारी पुऱ्याइसकेको छ त्योसँग रोप्नु सक्दा भने चाहिँ जिन्जर चाहिँ रोप्दा चाहिँ अब चाहिँ छोप्नु जानु त्यस्तो छोप्नु र रोप्नु कि फाइनली अहिले चाहिँ काम सक्यो म चाहिँ एन्डिङ चाहिँ गर्नु सकिनँ
मेरो बाइक किनकि म चाहिँ उता गएँ त्यो भएर अनि फाइनली मेरो यो प्रोडक्ट यस्तो है यहाँनिर ब्लुस्टर रहेछ